जहिले नि यो ट्याङ्की सफा गर्ने बेला रात पर्छ। हेलो गाइस, यो चाहिँ भैँसीपाटीको मगर गाउँमा रहेको हाम्रो मन्त्री क्वार्टर हो। मन्त्री क्वार्टर चाहिँ यस्तो छ है, मट्टा एकदम बवाल, यस्तो राम्रो छ भित्रको भ्यू। तर यहीँको छेउको रोड चाहिँ यस्तो छ। भनेपछि हामी जहिले पनि यहाँ ल हामी यहाँ जहिले नि यो ट्याङ्की सफा गर्ने बेला रात पर्छ। पहिलोको चोटि नि रातै परेको थियो, यसपालि अहिले पनि रातै परेको छ। अनि रात परेर भए पनि काम सकाएर जानेवाला छ। यो दुईवटा ट्याङ्की बाँकी छ। अब अनि यसलाई क्लियर सफा गरिसकेपछि यो चाहिँ काठमाडौँको भ्यू हो। यो चाहिँ धरहरा हो, देखिन्छ धरहरा देखि। ल यो चाहिँ मन्त्री क्वार्टर है त। ट्याङ्कीको हालत यस्तो छ। हामी चाहिँ खास ट्याङ्की सफा गर्न भनेर आएको हो। ट्याङ्की यस्तो छ, यतापट्टि यस्तो छ। हाम्रो छिनलान भयो, यस्तो फोहोर छ अघि।